सुन साथी, मेरो अहिले तलब त बढिरहेको छ होइन, तर पनि म अझै किन यस्तो स्ट्रगलमा बस्नु परेको के? ल मलाई भन न त, तिमी अब आफ्नो स्यालेरी अनुसार के गर्छौ? अब पैसा आएपछि त म फर्स्टमै नयाँ नयाँ ब्रान्डको लुगा जुत्ताहरू किन्न थाल्छु होइन, अनि ब्रान्डेड ग्याजेटहरू किन्छु, अनि त्यस्तै त्यस्तै भनौँ। हो, त्यसलाई मिडल क्लास ट्र्याप भनिन्छ के? ट्र्याप? कसरी? हेर, मिडल क्लासको मान्छेहरू चाहिँ पहिला स्यालेरी अनुसार खर्च गर्ने सोच्छन्। लाइक नयाँ फोन अथवा बाइकहरू इएमआईमा किन्ने, ब्रान्डेड लुगा ब्रान्डेड जुत्ताहरू किन्ने, त्यस्तो त्यस्तो सोच्छन् के? त्यो त हो यार, अब इन्कम बढेपछि त खर्च पनि बढिहाल्यो नि त, होइन र? हो, तर धनी मान्छेहरूले के गर्छन् भने त्यो एक्स्ट्रा इन्कम जुन उसले कमाए नि, त्यो बरु त्यो इन्कमलाई युज गरेर उसले नयाँ नयाँ एसेटहरू किन्दै जान्छन्। र मिडल क्लासको मान्छेहरूले चाहिँ आफ्नो खर्चलाई बढाउनेमा चाहिँ बढी ध्यान दिन्छन् के? मतलब धनी मान्छेहरूले चाहिँ त्यो एक्स्ट्रा इन्कमलाई युज गरेर आफ्नो बिजनेस ग्रो गर्नेतिर लाग्छन्, अथवा आफ्नो इन्भेस्टमेन्ट या स्किलहरू ग्रो गर्नेतिर लाग्छन् नि। त्यसो भए यस्तो मिडल क्लास ट्र्यापबाट बच्नलाई म के गरौँ त? यो सिम्पल 3वटा चिज गर न। फर्स्टमा त सो अफ गर्नुको लागि खर्च गर्न छोडिदिइहाल अहिलेदेखि। सेकेन्डमा चाहिँ कुनै हाई इन्कम दिन सक्नेवाला स्किल्सहरू सिक, र थर्डमा चाहिँ त्यो सानो सानो पैसाले इन्भेस्ट गर्दै जाऊ न। ओहो, त्यसो भए इन्कम बढ्दैमा लाइफ इजी चाहिँ नहुँदो रहेछ है, अरू फाइनेन्सियल हेबिटले पो हुँदो रहेछ। एक्ज्याक्टली। र यस्तै फाइनेन्सियल नलेजको लागि हाम्रो आइडियोलोजी नेपाललाई फलो गर।